ल है साथीहरू, हामीले चाहिँ 2082 सालको बडा दशैँलाई चाहिँ यसरी मनाइएको छ, यसरी स्वागत गरिएको छ होइन। तपाईँहरूले यो भिडियो हेरेर थाहा पाउनुहुन्छ होइन। अब हामी परदेशमा छौँ, त्यही पनि हामी परदेशमै भए पनि हाम्रो यो नेपालको चाडपर्व संस्कार संस्कृतिलाई चाहिँ हामीले भुल्नु हुँदैन भन्ने एउटा मान्यता राखेर हामीले यो दशैँलाई पनि छुटाउनु हुन्न है भन्ने एउटा हिसाब राखेर चाहिँ हामीले यो दशैँलाई पनि स्वागत यसरी नै गरिएको छ। हुन त अब दशैँ चाडपर्व भनेको सबै हामी नेपालीको हो होइन। त्यही भएको भएर हामी नेपाली जहाँ छौँ, जसरी छौँ, जस्तो ठाउँमा छौँ होइन, हामीले आफ्नो भाषा वेशभूषा संस्कार संस्कृतिलाई भुल्नु हुँदैन। सधैँ झगडा गरेर राख्नुपर्छ। झगडा गर्ने भनेको हामीले नै हो भन्ने एउटा मान्यताको साथमा हामी यो बडा दशैँलाई पनि हामीले यसरी स्वागत गरिएको छ साथीहरू होइन। बडा दशैँ भनेको एउटा एक वर्षमा एकचोटि मात्रै आउने हो। त्यही कारणले पनि हामीले यो बडा दशैँलाई चाहिँ एकदम भव्य र सभ्य तरिकाले स्वागत गरेका छौँ। अब दसैँ तिहार भन्न बित्तिकै आफ्नै गाउँघरमा आफ्नै देशमा मनाए जस्तो त हुँदैन। परदेशमा भनेको धेरै दुःख कष्टको बावजुद पनि हामीले यो दशैँलाई सम्झ्यौँ कि हामीले यो दशैँलाई भुल्नु हुँदैन, यो तिहारलाई भुल्नु हुँदैन भन्ने एउटा मूल मान्यतालाई राखेर हामी यसरी अगाडि बढिराख्यौँ। साथमा अब हामी जस्तो दसैँ तिहार हामीले घर गाउँमा आफ्नै घर परिवारसँग बसेर आफ्नै बाउ आमा दाजुभाइ दिदीबहिनी आफ्नो छोराछोरी आफ्नो श्रीमती सबैसँग बसेर जस्तो मनाइन्छ दसैँ तिहारलाई, त्यसरी त मनाउन हामीले सम्भव भएन, सकिएन। त्यत्तिको रमाइलो गर्न सकिँदैन, त्यत्तिको राम्रो त हुँदैन। तैपनि हामीले त्यही गाउँघर सम्झेर आफ्नो देशलाई सम्झेर आफ्नो वेशभूषा संस्कृतिलाई सम्झेर हामी परदेशमै भए पनि यसरी हामीले आफ्नो संस्कार संस्कृतिलाई जोगाउनुपर्छ भन्ने मान्यता राखेर हामी यही दसैँमा चाहिँ सबैजना साथीभाइहरू रुमको साथीभाइहरू सबैजना मिलेर चाहिँ हामी होइन दसैँको टिका आदान प्रदान गरेका छौँ होइन। त्यही हो साथीहरू, तपाईँहरू पनि यदि परदेशमा हुनुहुन्छ भने कसरी मनाउनु भयो, सायद परदेशमा हुनुहुन्छ भने त सायद यसरी नै मनाउनु भयो होला। कतिपय साथीहरूको त फ्यामिली पनि परदेशमा हुनुहुन्छ, उहाँहरूलाई त सायद नेपालको झल्को अथवा चाहिँ नेपालमै भएको महसुस भयो होला। अब हामी चाहिँ हामी सबै फ्यामिली त छैन, हाम्रो फ्यामिली घर गाउँमै छ। अब हामी चाहिँ यतिकै साथीभाइ मात्रै मिलेर भए पनि हामीले यो पर्वलाई चाहिँ सबै मिलेर टिका सिका लगाएर भए पनि आफ्नो संस्कार संस्कृतिलाई जोगाउनुपर्छ भन्ने मन नसाले हामी यो दसैँलाई चाहिँ यसरी मनायौँ साथीहरू होइन। तपाईँहरूको पनि गाउँघर छरछिमेकमा असाध्यै रमाइलो भयो होला। सायद तपाईँहरूको त आफ्नो आफन्तदेखि लिएर दाजुभाइ साथीभाइ सबैजना भेट भएर चाहिँ आफ्नो यो दसैँलाई चाहिँ तपाईँहरूले भव्य र सभ्य बनाउनु भयो होला। त्यो तपाईँहरूको जति पनि एउटा भिडियो फोटो हामी हेरेर नै हामी नेपालको चाहिँ हामी नेपालमा छौँ भन्ने महसुस हामी गरिरहेको हुन्छौँ, नेपाल विदेशबाटै भए पनि परदेशबाटै भए पनि। र तपाईँहरूले पनि यो भिडियो हेरेर तपाईँहरूले थाहा पाउनुहुन्छ कि परदेशमा पनि नेपालीहरू हामी नेपाली दाजुभाइहरू नेपालमा जत्तिकै आफ्नो संस्कार संस्कृतिलाई जोगाएर राख्ने रहेछन्, आफ्नो संस्कार संस्कृतिलाई जोगाउने रहेछन्, तर जोगाउनु पनि पर्छ भन्ने मान्यताको साथ तपाईँहरूले यो भिडियो हेरिरहनु भएको छ भने तपाईँहरूले नछुटाउनु होला कि कमेन्ट पनि गर्नु होला। तपाईँहरूले कस्तो लाग्छ हामी परदेशमा यो मनाइरहेको दसैँ अथवा तिहार कुनै पनि चाडपर्वलाई चाहिँ होइन, कमेन्ट पनि गरेर नबोल्नु होला। त्यही हो साथीहरू, हामी विदेशमा भए पनि आफ्नो संस्कार संस्कृतिलाई जोगाउनुपर्छ है भन्ने एउटा मूल मान्यतालाई चाहिँ हामीले अगाडि बढाइरहेछौँ। यसै क्रममा हाम्रो साथीभाइहरू पालै पालो टिका सिका लाउने कार्यक्रम भइरहेछ। एकजना हाम्रो दाइ हुनुहुन्छ, उहाँ दाइले चाहिँ हाम्रो रुमको जेठो पाको हो, हाम्रो यति हाम्रो बिल्डिङ मध्येमा उहाँले चाहिँ टिका सबै लगाइदिइरहनु भएको छ। र जेठो पाको हातबाट टिका लगाएपछि आशीर्वाद लिने क्रमहरू जस्तो नेपालभित्र हामीले जस्तै बाबुआमाले गर्नुहुन्छ त्यसरी नै संस्कार संस्कृति अनुसार आफूभन्दा जेठो पाको मान्छेले टिका लगाइदिएर आफ्नो आफूले दिने एउटा हुन्छ नि आशीर्वाद, त्यो भन्ने कुरो चाहिँ हामीले लिनुपर्ने हुन्छ भन्ने मान्यताको साथ हामी ठुलो मान्छेसँग आशीर्वादहरू लिइराख्नेछौँ। र यसै क्रममा मेरो पनि पालो आइसकेको साथीहरू होइन। मैले पनि अब धुपसुप बालेर चाहिँ अब यताउता गरेर चाहिँ होइन अब पूजासुजा गरेर चाहिँ हल्का मैले दाइको हातको टिका थाप्ने मैले कोसिस गरिरहेको छु होइन। त्यही हो साथीहरू, सबैजना साथीहरू चाहिँ मेरो रुममा हो होइन, सोफामा बसेर टक्क लगाएर होइन, जब
केही अब त्यस्तो स्पेसली नभए पनि टिकाकै विशेष टिकाकै मात्रै लागि भए पनि हामी साथीभाइ सबैजना भेट भएको छौँ। र मैले चाहिँ पूजासुजा गरिसकेर अब यसो हल्का पूजा गरेपछि हल्का एउटा दक्षिणा पनि यहाँ पूजालाई देउताको नाममा होइन भगवान्को नाममा चढाएको छु। राम्रो होस्, मलाई सबै फाप्बे होस्, सधैँ राम्रो होस् भन्ने एउटा हिसाबले। यसै क्रममा अब दाइले आशीर्वाद पनि दिँदै हुनुहुन्छ मलाई होइन। अब आशीर्वाद त्यही हो, म पनि आशीर्वाद लिने क्रममै छु। अब म पनि अब के गर्ने होइन, परदेशमा भए पनि आशीर्वाद आफूभन्दा जेठापाकासँग लिनु राम्रै कुरो हो होइन। त्यही भएको भएर मैले चाहिँ आशीर्वाद लिँदै गर्दाखेरि होइन, अब उहाँले के भन्दै हुनुहुन्छ, मैले चाहिँ अब यो भिडियोलाई चाहिँ सबै साउन्ड चाहिँ मैले बन्द गरेको छु र आफ्नै मैले साउन्ड हालेको छु। अब त्यहाँ धेरै अब मैले यही ओरिजिनल साउन्ड नै हाल्थेँ होला, तर अब किनभने यहाँ ब्याकग्राउन्ड म्युजिक बजिरहेछ, त्यहाँ गाना बजिरहेछ, त्यही भएको भएर चाहिँ मैले यो म्युजिक चाहिँ मैले हाल्नु हुँदैन अब यसमा होइन। अब कहिलेकाहीँ समस्या आउँछ भन्ने हिसाबले चाहिँ मैले त्यो म्युजिकलाई चाहिँ बन्द गरेको छु र सबै साथीभाइको साउन्डहरू सबै साथीभाइले बोलेको कुराहरू चाहिँ काटेको छ। त्यसमा चाहिँ म सरी भन्न चाहन्छु होइन। त्यही हो साथीहरू, अब पालै पालो हामी टिका लाउने क्रममा छौँ हाम्रो दाइको हातकोबाट होइन। अब यहाँ एकजना हुनुहुन्छ, हाम्रो एकजना गणेश मगर भन्ने एउटा हाम्रो साथी हुनुहुन्छ, उहाँ चाहिँ इटरीबाट हो होइन। यसरी नै हामी क्रमशः हाम्रो टिका लाउने क्रम जारी नै छ। गणेश भन्ने एउटा हाम्रो बर्दरले चाहिँ टिका लगाइरहनु भएको छ, आशीर्वाद थापिरहनु भएको छ हाम्रो दाइको तर्फबाट होइन। त्यही हो हाम्रो अब सबैजना अब टिका लाउँदै अब हाँसे मजाक गर्दै हुन्छ नि, अब मतलब आशीर्वाद लिँदै ती दिनहरू कति रमाइलो छन् र कति नबिर्सन्ने क्षणहरू पनि छन् क्या। त्यही भएको भएर साथीभाइ मैले पछि यो भिडियो चाहिँ किन पनि बनाइरहेको छु भन्दाखेरि अब बाँकी सालहरूमा यो भिडियोहरू चाहिँ हामीले एउटा मेमोरिजको रूपमा चाहिँ लिनेछौँ कि चाहिँ अब पछि गएर हामीले सम्झना लायक होस् यो दिनहरू। हामी अब यो ठाउँमा सधैँ नहोला होइन, हामी यो ठाउँमा कुनै ठाउँमा नेपाल गइएला अथवा चाहिँ कुनै ठाउँ गइएला, तैपनि साथीभाइ भनेको एक ठाउँमा भएको यसरी यो भिडियो चाहिँ हेर्दाखेरि चाहिँ एउटा फुल मेमोरिज होस् क्या भन्ने हिसाबले चाहिँ मैले यो भिडियो बनाइरहेको छु होइन। अब त्यस कारण सबै साथीभाइहरू अब सेल्फी हान्ने होइन, अब फोटोसोटो खिच्ने क्रमहरू जारी नै छ। त्यही माथि पनि अब हामी फोटो खिच्दैछौँ। फोटोसोटो खिचिसकेपछि अब हेरौँ के कस्तो हुन्छ होइन, त्यसको नतिजाहरू। त्यही हो साथीहरू, फोटोसोटो खिचिसकेपछि अब हामी भनेको हल्का अब चिसो खाने, त्यही हो। सो साथीहरू, तपाईँहरूलाई यो भिडियो चाहिँ कस्तो लाग्छ होइन, तपाईँहरूले हेरेर प्रतिक्रिया जनाइदिनु होला। हाम्रो परदेशकै भए पनि एउटा चाडपर्वलाई चाहिँ मनाउने कोसिस यसरी नै गरिरहेको छौँ होइन। तपाईँहरूलाई भिडियो चाहिँ एकदम मनपर्छ भने लाइक कमेन्ट चाहिँ गर्न नभुल्नु होला। धन्यवाद।